आज हामी सिङ्गापुरको सेकेन्ड लास्ट डे लास्टबाट हुन्छ This is my gym lab. धरानको भाइ पाइरहेछ आज हामी खै सानो छ सक्नुहुन्छ बाउ लिफ्टबाट जान्छ लिफ्टबाट तर ठिकै छ मान्छे धेरै छ लाइन अप गरेर छ लिफ्टमा तपाईँको सेकेन्ड लकडाउन जान सक्नुहुन्छ होला यहाँ चाहिँ यसरी पानीबाट बस्नका लागि यसरी ठाउँमा यसरी राखिदिएको रहेछ शीतल पानी र घामबाट बस्नका लागि हामी एमआरटीमा जानेछौँ हामी त्यो मरिन परेड हामी जानेछौँ सिङ्गापुर बोटानिकल गार्डन आज हाम्रो फिफ्थ नाइट हुनेवाला छ 6th नाइट हुनेवाला छ आज अहिले चाहिँ हामी बोटानिकल गार्डनमा हिँडिरहेछौँ यहाँ चाहिँ मान्छेहरू पिकनिक पनि खान आउँदो रहेछ सायद छुट्टी भएर होला सायद हामी देखिन्छ पिकनिक खाने गरेको ल Lee Kuan Yew ले the African mahogany असीमा उ गरेछ यहाँ प्राइम मिनिस्टरले 1980 मा यो रुख रोपेको रहेछ 2 नोभेम्बर 1980 मा अफ्रिकन महोगनी Lee Kuan Yew यो रुख 2 नोभेम्बर 1980 मा हैन भने कति 80 म पुरानो रहेछ यो रुख म 4 वर्ष अगाडिको जेठो रहेछ यो रुख त रोप्दा चाहिँ अलिअलि ठुलो छ अलिकति मलाई धेरै जेठो गरेको चाहिँ खेम भन्दा पनि जेठो रुख यहाँ चाहिँ सन लेक गजेबो यो चाहिँ सन लेक रहेछ मेन्टेन गरेर राखेको छ सफा यहाँ फोटोसुट हुँदैछ यहाँ सासू बुहारीको फोटोसुट भइरहेछ यहाँ स्वान लेक त भन्यो स्वान चाहिँ देखिएन ए स्वान उयो स्वानको मूर्ति रहेछ त्यो भएर स्वान लेक भने जस्तो लाग्यो मलाई तर स्वान पनि होला सायद कहीँ लुगेर बसिरहेको होला स्वान लेक अरे स्वान लेक उयो स्वानको त्यो मूर्ति बनाएको रहेछ नि देखेको त्यहाँ यो पनि ठुलो गोरो हुन्थ्यो त मम्मी नेपालको त सानो गोरो छ होइन म त उता फोटो खिच्नु गएको कि खास तर गोरो रहेछ अब मम्मी बोलाउनु न फोटो खिच्छ उहाँले खेम सानो छ मम्मी यो ठुलो छ नि गोरो ठुलो छ जिब्रो झरक निकाल्दै थियो कि म यहाँ बाबाको आँखा त मान्नै पर्छ भाइ होइन हौ मम्मी यत्रो सानो आउँदैछ टोक्छ खै जिब्रो निकालेन त मेरो अगाडि त हो बाबा त्यसो नगर न नस्काउनु नजिकमा आएको होला डर हुँदै होला कता बाबा एकछिन म उता जान्छु ल
म त उसको छेउतिरै हिँड्दै थिएँ नि नदेखेर ए बाबा यता आउनु खोज्दै रहेछ गाडी बाबा यसले जिब्रो निकाल्यो बाबा अघि निकालेको बाबा त्यसो नजिक चाहिँ नजानु ल ल मम्मी यसले मलाई खायो भने पहिले मेरो साथीहरूको मासु खाइस् भनेर हे कत्रो जिब्रो पनि कुखुरा खोइ ए कुखुरा त साह्रै है रमाइलो यिनीहरूलाई जिन डर त लाग्नु छ यसले चाहिँ चारो स्क्रच गर्दैछ गन्यौला भेट्टायो खायो उ त्यो कुखुराहरूलाई पनि मलाई मारेर खान्छ होला अहिले त यसले टाइपको कुखुरा यति फास्ट उड्छ उता भित्र छ त खै कति धेरै गोरो देखेको यो मम्मीहरूले यहाँ नेचुरल एकदम कमन रहेछ गोरो पाउनु चारो खोजी खाँदै रहेछ सबै बाबा तपाईँको फोन आएको कस्तो लाग्यो है तपाईँको छोरै होस् हाइट तर डर त लाग्ने रहेछ हौ म त मारेको त छुनै हाल्छ म कहिले पनि कुनै पनि जन्तुहरूलाई यो चाहिँ के रहेछ लेयर्स अफ द लोल्यान्ड रेन फरेस्ट तपाईँले देख्नुभयो गोरो कम्ता धेरै गोरो छ बाबा विश्राम गरेको अवस्था मम्मी छोरो एन्ड बुहारी चाहिँ हिँडेको अवस्था आइ 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 ल बाबा आफ्नो ख्याल गर्दै गर्नुहोस् होला हामीलाई धेरै मिस नगर्नु होला थियो त नि मम्मी क्यु गार्डनमा नि चढेको त हामी माथि नि त्यो माथिको त गीत ग्लासहरू पनि नपुसेको फोहोर थिएन त्यही त नि ओपनमा होइन भित्रबाट पनि छ हामी कतिवटा भ्याउँदै भ्याएन नि क्यु गार्डन महँगो पनि छ टिकट भ्याउँदै पनि भएन घुम्नु कहाँ यहाँ त कसरी हिँड्नु डरै लाग्दो ए 12जना मान्छे हुनुसक्छ अरे मम्मी हिँड्ने भए हिँड्नु म हिँडौँ के तपाईँ हिँड्ने हो 12जना होइन मैले भनिदिइ हालेको नि तपाईँ हिँड्नु न भनेर भनेको नि सँग डर लाग्छ नि त भन न अहिले हामी कहाँ छौँ हामी बोटानिकल गार्डनको त्यो ट्री टपमा हिँड्ने बाटोमा छौँ यहाँ मम्मी चाहिँ निडर भएको अवस्थामा फोटो खिच्दै हुनुहुन्छ यसलाई खै के भन्छ कहाँ लेखेछ क्यानोपी वेबमा मम्मी चाहिँ म तपाईँ खिचिदिउँ तपाईँ पनि चढ्नु न यहाँ आउनु म खिचिदिन्छु कि आउनु न खिचिदिन्छु आउनु यस्तो छ अलिक घमण्डी छ हौ फोटो खिचिदिन्छु भन्दा क्याङ क्याङ गर्छ पछि गएर मेरो फोटै छैन भन्छ कस्तो लाग्यो त त्यो त डर लागेन म त त्यो डर लाग्छ कि भनेको मलाई पनि डर लाग्छ त्यो चाहिँ डर लागेन बा आउँदैन जस्तो लाग्दा ए गुड्किने भनेको गुड्किने होइन त्यो अन्तिममा त्यो मुनि ओरा के त त्यही भएन मलाई अनि त्यसले ड्राइभ गर्नु लाउँदो रहेछ लिली होइन सिकाउँदो रहेछ ब्रेक हान्नु लाउँदो रहेछ त्यसपछि गएर पछि त ओके ट्री वक गर्दैछौँ हामी बिचारा बाबालाई पनि बोलाएको भन्थ्यो कि बाबाले मिस गर्थेन नि हौ रुखहरूको बिचमा कस्तो हुन्छ गाह्रो पर्छ धेरै रहेछ झर्न चाहिँ गाह्रो पर्छ कि चढ्न चाहिँ सक्ला ए हेर्नु त सबै वरिपरि के भन्छ सागै साग अरे रुखै रुख हरियाली हरियाली छ मेरो ह्यान्डसम बुढा छ यहाँ जो चाहिँ बेसी किची गर्नु चाहिँ छोड्दैन अनि हाम्रो ब्युटिफुल मम्मी आज झन् कपाल माथि बाँधेर कम्ता राम्रिँदै छैन भाइ लुगा त्यो पनि तपाईँको ब्यागदेखि लिएर सबै कुरा लाइट कलर भएर के
राम्रो रहेछ। त्यस ठाउँ चाहिँ रमाइलो रहेछ, फ्री फोकटमा पैसा नतिर्नु परि घुम्नु पाएको ठाउँ चाहिँ राम्रै रहेछ। के मम्मी के देख्नुभएको तपाईँले? बाँदर? मम्मी यहाँ उ छ अरे, सर्प छ अरे, सर्प। अरे स्वान रहेछ त्यहाँ, त्यही भएर स्वान लेक भएको रहेछ त। यहाँ कति धेरै लोटसहरू सफा हुँदैछ होइन मान्छेहरूले। अनि यहाँ एक्लै स्वान स्विम गर्दैछ बिचरा। मऱ्यो मऱ्यो मऱ्यो। सिरिसकेको छ नि त बाटो, छैन? बाबा हिँड्ने छैन? ए सबै नजिक नजिक रहेछ। अब सकिन आँटेछ है बुढा। जिन्जर गार्डन अरे। ए मम्मी त्यहीँ बस्नु, खिचिनु न फोटो। त्यहाँ अगाडि गएर खिचिनु नि त। जैसे कि मम्मीहरूको फोटो खिच्दै गरेको अवस्था। बुझ्यो मेरो मेरो खिच्यो। म यो हिँड्दा पनि यो पो लानु पर्यो एकचोटि। यस्तो कति धेरै रहेछ यस्तो। ए जिन्जर भयो यहाँ, जिन्जर फरेस्ट त किन भनेको त जिन्जर गार्डन त जिन्जरै जिन्जर रहेछ र पो त। Мне просто ноги, мне не жарко, знаешь. कस्तो डर लाग्दो हो यो प्लान पनि।
सिङ्गो हाँ? ल 3 बजिसकेछ उसमा चाहिँ यताको समय चाहिँ अँ हजुर आउनु 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 टासिन टासिन एकदमै क्याब बस्नु यति धेरै ग्याप हुन्छ छेउछेउमा जान्छु नि तपाईँ धेरै टाढो गएको छ नि बाबा मम्मी त्यहाँ ठिकामा हुनुहुन्छ हामी कुनपट्टि जाने हो यो यो त अर्किड पैसा तिरिदिनु परेछ बाबा अर्किडै अर्किड रहेछ है यो चाहिँ अर्किड गार्डन अरे खिच्दिउँ एकछिन आई वेट अ मिनट यो भित्र नै उभिनु हो बुढा ल कति राम्रो फुलहरू क्या कति राम्रो राम्रो फुलहरू रहेछ भाइ हाँ पंखा भएको शीतल यो त भिआइपी भन्दैछ त ए टोइलेट जाने बाटो र के हो त्यस्तो खतरा भिआइपी चाहिँ हाँ जाउँ न त नि हामी पनि hybrid that have been named after heads of the state ए रहेछ नि त after heads of the state and international dignitaries है since 1956 British from the Singapore orchid hybridization program this famous hybrid promote goodwill and foster bilateral relationship with friends of Singapore है जान मिल्दैन मिलेन मिल्छ नि किन मिल्दैन यहाँ भएको जति पनि यो orchidहरू छ नि यो चाहिँ हाइब्रिड के अरे हाइब्रिड यो चाहिँ मिक्स गरेर आफै अनि नाम चाहिँ ठुल्ठुलो त्यो मान्छेहरूको नाम दिएको रहेछ क्या हाइब्रिड हो ए मोहम्मद बिन एथानी अरे यो चाहिँ प्योर वाइट हो मासाको कोटियासी यो चाहिँ ठुल्ठुलो मान्छेहरूको नामहरूसँग नाम दिएको रहेछ क्या अर्किडहरूलाई चाहिँ प्रिन्सेस डायनाको रहेछ यो चाहिँ यो
मेमोरी हानेछ नि प्रिन्सेस डायना डेन्ड्रोबी पटाया ब्युटी र उसको फेबी वङको मिक्स गरेर बनाएको रहेछ 什么软件？没有，就是调一些东西。 जंगल में हम दो से बुट्टु के गर्नु भएको भेनिला रहेछ भेनिला खै कहाँ छ भेनिला भेनिला रुख भेनिलाको रुख तिमी चिन्छ देख नि अह आज आज तिमी अनि यहाँ चाहिँ बोर्नियो लेखेको छ यु नो व्हाट इज बोर्नियो अह बुर्माको जङ्गललाई बोर्नियोको जङ्गल भन्छ वान अफ द जङ्गल यो चाहिँ यस्तो चिरबिरे चिरबिरे होइन त अब फरेस्ट अफ बोर्नियो के जेसुकै हो के न के त होला नि त होइन यो चाहिँ हाम्रो वक हुँदैछ होइन लिफलेस अर्किड हो खै कहाँ छ यो लिफलेस अर्किड छ भने त्यसलाई कहाँ छ लिफलेस अर्किड अरे के खोइ कहाँ छ ए लिफलेस अर्किड त्यो यो नेपालमा पाउने यस्तो त नि होइन मम्मी यस्तो हो क्या नेपालमा यसलाई चाहिँ लिफलेस अर्किड भन्दो रहेछ क्या मम्मी अनि हामीले यसलाई त के भन्छ भने हाम्रो आमाहरूले नछुनु यो त तामाङ फुल यहाँ चाहिँ मरेको मान्छेहरू होइन बच्चाको उस हुन्छ नछुनु भनेर काटी मार्छु छ्याउ कति राम्रो देख्छ तलको बटुको जस्तो छ नि यहाँ त्यो चाहिँ यसको यस्तो अरे चिउरो हो त्यो ए मम्मी मान्छेको आफ्नो हो त्यसरी उहिलेको जमाना अनि नछुनु भनेर हामी त रुखतिर हुन्थ्यो भीमसिंहको रुखतिर हुन्थ्यो होइन यो त जिनस मात्रै रहेछ आउनुपर्छ भेनिला नाम पो रहेछ पक्का भेनिला त रहेछ होइन आउनुहोस् come on you go I go यो भित्रदेखि फेरि यतै निस्किनुपर्छ होला नि यता मुनि झर्ने हो त्यो मुनि त्यो जानु तपाईँको पनि खिच्दिउँ पुरा ओदेर जस्तो छ त्यो अनि तपाईँ पनि खिचिदिन्छु पछि फेरि खिच्न पाएन भन्नु पाउँदैन है ल खिच ल不可能着了，这刚转到这里着了。 कति राम्रो ठाउँ
मलाई न मम्मीलाई खिचिदिनु न खै यहाँ म भिडियो बनाउनु थालेँ अब एकछिन सबै मान्छेहरू जाओस् न एकछिन अरू मान्छेहरू आउँदैछ क्या त्यही बाटो तिनीहरू जाओस् न मम्मीको खिच्यो नि त मम्मी छ त्यहाँ नहीं तो खाली राउंड दिसे खाली बड़ा बो कुल हाउस भन्दैछ त के खालको कुल हाउस हो यो बाबा त मुनि पुगिसकेछ त अलरेडी बाबा त घुम्नुभन्दा बेसी बिचरा हिँड्नु पनि नसकेको त हो तर पनि बुट्टु एकछिन यहाँ खिचौँ न यो चाहिँ कति कमन रहेछ हौ मलाई आएर गयो भन्नु मात्रै हो बाबाको वाह कस्तो राम्रो त्यो परको ठुलो यो त देखेको थिएँ मैले त यस्तो छ त नि यो एयरपोर्ट कसले पो देख्छु यसलाई सुनालाई यो चाहिँ देखेको थिइनँ मैले अब यो त मसिनो के मम्मी पर हेर्नु न डाँडा नै कत्रो ठुल्ठुलो त्यो उसले छेकेको छ क्या मम्मीलाई पनि थन्काइदियो भने झुन्डाएर राखेर हुँदो रहेछ मम्मी तपाईँको पनि त जिउमा
मसिनो बिटिटिटी छ बाबाले यति राम्रो मिस गरिरहेछ कस्तो राम्रो सरी कस्तो राम्रो के वाउ कस्तो राम्रो मम तपाईँले बाबालाई बोलाएको यो बाबा काम छैन कस्तो राम्रो डाँडा It's okay. Hello. Just a quick video, sorry. Wow, के हो त्यो बुढा कस्तो राम्रो हेर्नु न वाउ यहाँ हेर्नु न कस्तो ब्युटिफुल के आउनु भएछ मम्मी आउनु त तपाईँ फोटो खिच्दै गर्नु त यो म भिडियो बनाइदिन्छु म कति राम्रो बाबा तपाईँ उल्टो हिँड्नु भयो होइन यहाँ बस्नु भनेको तपाईँ म भिडियो बनाइदिन्छु भनेको क्या कस्तो यो त्यो पिक्चर जार जस्तो के हेर्नुहोस् त क्युट आए वाउ कस्तो राम्रो यता हेर्नु त बुढा कति राम्रो के अब हामी निस्किने हो ए कति राम्रो रहेछ नि त यहाँबाट उनीहरू फोटो खिच्दैछ नि त कस्तो मजाको ठाउँ है वाउ उनीहरू खिच्दैछ भने चाहिँ ठिक छ दुईजना बसेर पुरा फुल फुल सकिन्छ मम्मी नआउनुहोस् त छिटो जे हट्नुहोस् त एकछिन म यो भिडियो बनाइहाल्छु अघिदेखि भिडियो बनाउनु खोजेको हेलो यतापट्टि पनि हेलो मम्मीले पोज हानेको अवस्था बाबा एक्लै हिँडेको अवस्था त्यही त मेरो बुढाले फोटो खिचेको अवस्था वाह बुढा कति राम्रो देखेको यहाँ फोटो खिचिदिनु ल कस्तो राम्रो ठाउँ के वाह कति मजाको ठाउँ है मम्मी यो खै के हो ब्रोकोली त होइन स्योर होइन
जस्तो बाबा खानु होला बिचरा उहाँ छ ठाउँ जस्तो यहाँ पनि छ बाबा बस्नुहुन्छ त्यो टनल ग्रिन भनेको चाहिँ के हो पुरा यो चाहिँ फोर्ट क्यानिङ अहिले हामी आएको छौँ स्पाइस गार्डन अरे यहाँ मान्छेहरू सन्डे रमाइलो गर्न आइरहेको रहेछ फोर्ट क्यानिङ सायद म पनि थाहा छैन हौ कन्स्ट्रक्सन भइरहेछ अहिले हामी हिल क्यानोन हिलमा चढ्दैछौँ के चाहिँ ए बोटानिकल गार्डन फोर्ट क्यानियन फोर्ट क्यानिङ सेन्टर रे के हो यो यस्तो रुखहरू हालेको रहेछ It's a Fort Canning. Second World War era military aircraft, computer control, water pumps and hydrophone. Boom, 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 boom. यो चाहिँ एयरक्राफ्टको विङ यो ठाउँ खोज्दै हिँडेको यहाँ रहेछ त्यो ठाउँ
यो चाहिँ हाम्रो 3 टनल भन्छ यसलाई चाहिँ फेमस छ फोर्ट क्यानिङको here it is. Oh my god. फोटो खिच्नको लागि लामो लाइन रहेछ सबैसँग सेम आइडिया रहेछ फोटो खिच्ने त्यो र लाइन छ यहाँ खास त हामी आएको त उसमा हो यो चाहिँ बुद्धको रिलिक के रहेछ बुद्धको दाँत भएको ठाउँ अरे यो धार्मिक ठाउँ दमदम बिल्डिङ छ साइडतिर यहाँ झन् ठुलो बिल्डिङ छ हे प्रभु यही घर हो क्या यही घर हो नि क्या यो भित्र चाहिँ छ भने क्या यहाँ भित्र रेलिक छ तर बन्द छ क्या एन्ट्रेन्स हो त बन्द छ अलि कन्स्ट्रक्सन गरेर बन्द रहेछ भनेको अहिले बन्द छ भन्छु यो चाहिँ चाइना टाउन प्रोपर चाइना टाउन फेरि खाने आइसक्रिम के यो चाहिँ चाइना टाउन आज भयङ्कर सपिङ भइरहेछ ल बिचरा हिँड त्यो टाउको थ्रुबाट यसरी एरियल भ्यू अरे क्या चाइना टाउन चाइना टाउन क्या मिठो बनाएको है यार अरे यार डिजाइन क्या
के भेट्यो अनि अब त्यो अघिकैमा जाम ल छिटो 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 मलाई कस्तो यो टी सर्ट यो मन पऱ्यो तपाईँलाई कस्तो मन परेको हामी फर्किनेछौँ अब लास्ट डे सोमबार हिँड्छु यहाँदेखि त्यहाँ को छ नानीहरू यहाँ अहिले को छ त त्यहाँ घरमा जान्छ कान्छी त उतातिर होला नानी कस्तो भयो आज हाम्रो सपिङ ठिक छ त टाउको दुख्नु अरू त साह्रै सुनसान हुन्थ्यो कस्तो आजको सपिङ भनेको सामान सबै ठिकै भयो पाउनु चाहिँ पाएँ तर भने जस्तै चिज चाहिँ किन्नु पाएन खोजेका पाउँथ्यो अब खोजिएन यो चाहिँ सिङ्गापुरको रोड यस्तो हुन्छ यो रोड चाहिँ अस्ति नै खिच्नुपर्ने दिमागमा आएन लास्ट डे मात्रै दिमागमा आयो हल्का हामी खिचिदिइहालेको साइडमा यसरी फुलबारी 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 गाडीहरू म्याक्सिमम् महँगोमा महँगो पनि छ सस्तोमा साह्रो सस्तो पनि देखिँदैछ कोही गाडीहरू तर यहाँ चाहिँ महँगो नै हुन्छ ट्याक्सले गर्दा त्यो गाडी सस्तो गाडी चाहिँ पनि महँगो नै हुन्छ यहाँ चाहिँ ल बाई बाई चाहिँ आवाज सुनाउला यहाँ त्यस्तो आवाज आउँछ यो चाहिँ ट्राफिक लाइटको आवाज हिजो तपाईँ यता जानुहुन्छ होला भनेर म यता गएको तपाईँ चाहिँ यहाँ चढ्नुभएछ हिजो म योबाट आएको थिएँ नि याद छ तपाईँलाई ड्याडी हिजो योबाट आएको थियो अघि बिहान यतैबाट तपाईँलाई नि सबै सबै भन्नुहुन्थ्यो नि तपाईँले सबै त खाने सबै हो नि त त्यो त कहाँ गयो रक्षा खोइ खास त यता हो नि त आज हाम्रो लास्ट डिनर वेटिङ छ कि हो आज चाहिँ हामी थाई रेस्टुरेन्टमा लास्ट डे डिफ्रेन्ट डिफ्रेन्ट नै भयो हरेक दिन डिफ्रेन्ट डिफ्रेन्ट भइरहेछ आज थाई थाई रेस्टुरेन्टमा जानु खोजेको त यहाँ थियो नम्बर बोलाइ नम्बर बोलाइ आम्मा मैले गरिनँ नम्बर लिएन होइन मैले गर्दाखेरि 14जना थियो मेरो अगाडि अनि टोम यङ्गम अरे
तर सिकेको के टोमयम मारेको मैले यो चाहिँ सबैले खाने मेरो चाहिँ बिफ छ यो चाहिँ तिमीलाई हो यो चाहिँ कुन चाहिँ हो सिनेकनको बनाएको त्यही भएर सिनेमा रे त्यो त हालिहाल्छ थ्याङ्क यू खाने हो खान्छौ मलाई अलिकति हालिदिनुहोस् न धेरै न काट्नु यो त राम्रो नेक्स्ट टाइम निस्को गन्तले चाहिँ मलाई पाएको It's a beef rice. फर मी तर यसको पनि के मिसाएको छ यो चाहिँ मासु चाहिँ कतिवटा छ मात्रै त्यो हाल्नु पत्ता नहाल्नु साग हाल्नु नि त भयो ल खान थालौँ अब सबैको खाना आएछ टक्कै ओम्लिङ रक्साको खै के हो हाम्रो खाना छ खाना मिठो मिठो छ तर यो चाहिँ नमिठो रहेछ रक्साले खान सकेन नास हुने भयो पैसाको अरे बेस्ट चाहिँ यो थियो मम्मीको मिठो थियो अरू चाहिँ अब पछि हेर्नुपर्छ खाइहाल्छु क्या टोमयम पनि मिठो हुन्छ नि आजको थाई फुड It's right now. जानु मन चाहिँ उहाँ थियो गरेर भएन यहाँ चाहिँ वेटिङ पनि 25 मिनट अरे मान्छेहरू वेट गरी खाँदो रहेछ हाम्रोसँग टाइम थिएन यहाँ चाहिँ डब्लिङ बनाउने छ तपाईँले चाहिँ नि यो भातसँग खाने हो कि यो सब्जी फाइनली हाम्रो सबै अर्डर आइसकेको छ हाफ त हामीले खाइ पनि सक्यौँ Sweet and sour. ए म बाबाको लागि स्पेसल थ्याङ्क यू We forget about this one. हेलो बाबा यो तिम्रो ब्याग मुनि झार त ओ यो त भने मिर्सिरहेको हामीले तपाईँलाई हुन्छ स्पेसल मगाइदिएको बरु यो निकालेर यो खान्न हालेर यो चाहिँ हामी खाने हो नि राजभोज खाने हो गरौँ खाने है म त खान्छ यो हटाउनु लाउनु पऱ्यो अँ। Excuse me, कति केजी देख्दैन हौ Excuse me. I won't finish this, so can you take this away? We don't have enough space here. I mean, we don't want it. फाइनली हाम्रो सबै खाना आयो यस थ्याङ्क यू This one here. थ्याङ्क यू If you want to put it together, so I can clear one piece, so you have one. यस थ्याङ्क यू भेरी मच This guy bring